यीशु ख्रीष्टको नाममा सबैलाई जय मसीह। आउनुहोस् हामी आजको बिहानीमा डिभोसनलाई सुरु गर्नेछौँ, प्रार्थना गर्नेछौँ। प्रभु यीशु, हामी तपाईलाई धन्यवाद दिन्छौँ। यस समयमा तपाईको चरणमा आइकन प्रार्थना गर्दछौँ। बिहानीमा यो वचनले हामीलाई निर्माण गर्नुहोस्, तपाईको ताजा सोचहरू हामीलाई दिनुहोस्, बिन्ती गर्छौँ यीशु प्रभुको नाममा, आमेन। आज बिहानीमा हामी भजन सङ्ग्रहको पुस्तक 38 अध्यायको हामी 14 पद 13 र 14 पदलाई हामी पढ्नेछौँ। यसो लेखेको छ, म त बहिरो मानिस चाहिँ भएको छु, जसले सुन्न सक्दैन, र मुखै उघार्न नसक्ने मानिस जस्तै म गुङ्गो भएको छु। सुन्दै नसुन्ने मानिस जस्तै म भएको छु, जसको मुखले जवाफ दिन सक्दैन। आमेन। परमेश्वरले वचन पढाइमा हामी सबैलाई आशिष दिनुभएको छ। दाउदले चाहिँ यो भजन लेखेका हुन् र उनले भन्दछन्, म त बहिरो मानिस चाहिँ भएको छु, जसले सुन्न सक्दैन, र मुखै उघार्न नसक्ने मानिस जस्तै म गुङ्गो भएको छु। सुन्दै नसुन्ने मानिस जस्तै म भएको छु, जसको मुखले जवाफ दिन सक्दैन। होइन, यहाँ वास्तवमा के भन्न खोजेको, के मैले सुन्नै नसक्ने हो, मैले बोल्नै नसक्ने हो, अथवा मैले जवाफ दिन नसक्ने हो त? होइन, तर वास्तवमा हामी यसलाई वचनलाई यसरी बुझ्न सक्छौँ। बिहानीमा एउटा प्रभु पाएकाहरू, नयाँ जीवन पाएका मानिसहरू कस्तो हुन्छ भन्ने कुरालाई यहाँ हामी हेर्न सक्दछौँ। जब एउटा विश्वासी, जब एउटा प्रभुलाई विश्वास गर्ने मानिस, जब ऊ परमेश्वरको पवित्र आत्माले भरिपूर्णको जीवन जिउँछ, जब पवित्र आत्माको अगुवाईमा हिँड्छ र उसको हृदयमा परमेश्वरको वचनको प्रशस्तताले वास गरेको छ भने चाहिँ उसले चाहिँ संसारलाई चाहिँ उसले जवाफ दिँदैन र उसले चाहिँ संसारको आवाजलाई चाहिँ उसले सुन्दैन र ऊ चाहिँ एउटा संसारको निम्ति एउटा सुन्दै नसुन्ने मानिस जस्तै हुँदछ र संसारलाई चाहिँ संसारतिर चाहिँ उसले चाहिँ जवाफ दिइरहेको हुँदैन है। अनि कतिपय समयमा हामी पनि यो वचन यसरी बुझ्न सक्छौँ, हामी पनि नयाँ मानिसहरू हौँ। ख्रिस्टमा हामी नयाँ बनिएका छोराछोरी हौँ। परमेश्वरले हामीलाई नयाँ सोच, नयाँ हृदय दिनुभएको छ। परमेश्वरको सोच, परमेश्वरको वचनका सोचहरू दिनुभएको छ। परमेश्वरको अभिषेक हामीमा छ। परमेश्वरको पवित्र आत्मा आज तपाईँ र म भित्र हुनुहुन्छ र आज वचन हामीसँग छ। र एक किसिमले हामी संसारको लेखी हामी अन्धो र बहिरो हुनुपर्दछ। कतिपय समयमा संसारको आवाज यति धेरै हाम्रो कानमा गुन्जिन्छ र हामी परमेश्वरको आवाजलाई हामी ठम्याउन सक्दैनौँ। त्यो एउटा भजन लेखकले भन्दछ, सुन्दै नसुन्ने मानिस जस्तै म भएको छु। जब म पवित्र आत्माको नियन्त्रणमा छु, जब म पवित्र आत्माको भरपुरीमा छु, जब परमेश्वरको वचन मेरो हृदयमा प्रशस्त छ भने म चाहिँ संसारको आवाजलाई सुन्दिनँ। म संसारको निम्ति चाहिँ म बहिरो हुन्छु है। म संसारलाई चाहिँ म जवाफ दिँदिनँ है। भलै उनले संसारले मलाई धेरै मेरो जीवनमा प्रश्नहरू गर्लान्, तर म संसारलाई जवाफ दिँदिनँ। म संसारको निम्ति बहिरो र म संसारको निम्ति गुङ्गो हुँदछु। यो परमेश्वरको अद्भुत वचन छ हाम्रो लागि है। त्यही भएर हामी सतर्क हुनुपर्दछ, हामी होसियार हुनुपर्दछ यी दिनहरूमा है। र संसारका कुराहरू, शरीरका कुराहरू र शैतान अन्धकारका कुराहरूको निम्ति परमेश्वरको आत्माले भरिएर, वचनले भरिएर हामी गुङ्गो र संसारको आवाजलाई नसुन्ने र संसारलाई जवाफ नदिने एउटा नयाँ गरी जन्मेका विश्वासीहरूको एउटा लक्षण र चिन्ह पनि हो है। म संसारको निम्ति बहिरो, म संसारको निम्ति गुङ्गो भएको छु। जब म संसारको निम्ति बहिरो र गुङ्गो हुन्छु, अनि म बल्ल परमेश्वरको आवाजलाई सुन्छु र परमेश्वर मसँग बोल्नुहुन्छ। आमेन। परमेश्वरले वचनमा हामी सबैलाई आशिष दिनुभएको होस्। यूहन्ना 10 अध्यायमा हामी पढ्छौँ भने हामी पाउँदछौँ कि हाम्रो प्रभु यीशु ख्रीष्ट हाम्रो गोठालो हुनुहुन्छ। हामी हाम्रो गोठालोको आवाजलाई सुन्छौँ। संसारको आवाजलाई
शरीरको आवाजलाई र दियाबलसको आवाजलाई हामी सुन्दैनौँ। त्यस दियाबलस शरीर संसारको निम्ति हामी गुङ्गो र बहिरो भएका छौँ र हामी परमेश्वरको आवाजलाई, ख्रिस्टको आवाजलाई हामी सुन्छौँ, कारण हामी पवित्र आत्माले भरिएका र हाम्रो हृदयमा परमेश्वरको वचन प्रशस्त गरी बास गरेको छ। परमेश्वरले हामीलाई आशिष दिनुभएको छ। सबैलाई जय मसीह।